हेलो एभ्रिवान, नमस्ते एन्टासिदेले म आज तपाईहरुलाई हाम्रो याङसा कार्मा रङको बाउ बाजेहरूले खाने यसलाई हामीले रेजेट भन्छौँ। यो रेजेट चाहिँ रुख रोपेको होइन, प्रकृति वनमा पाउने हो। जमानामा हाम्रो याङसा किन भन्यो भने चाहिँ हाम्रो कार्मा रङ एरियामा वन प्रशस्त भएको हुनाले अनि वनमा यस्तो समय समयमा पाउने फलफुलहरू पनि धेरै छ। सँगसँगै च्याउहरू धेरै छ। सँगसँगै अब रुखमा फल्ने अनि जडीबुटी अनि जनावर त्यस्तो अब त्यो शिकार युग हो, ढुङ्गे युगमा हो, त्यस्तो बेलामा पनि त्यो चलन धेरै छ। अब तपाईहरुको भाषामा यसलाई के भन्छ? यसको रुख चाहिँ धेरै ठुलो हुन्छ अनि पात चाहिँ टोटली ग्रीन पनि होइन, अलिकता पहेँलो हुन्छ। अलिक ग्रिन हुन्छ। यो चाहिँ कार्मा रङबाट पठाएको है। अनि यो पाउनु चाहिँ यो संसारभरिमा पाउँछ जस्तो लाग्यो मैले काहीँ कतै ठाउँमा। नेपालको चाहिँ हिमालयन, अधिकांश हिमालयन एरियामा पाउँदो रहेछ। हामीले यसलाई रेजेट भन्छौँ भने रेजे। अनि अर्को तपाईहरुको भाषामा के भन्छ? यो रेजे भने चाहिँ नितान्त कार्मा रङको भाषा हो। कार्मा रङको भाषा हामीले डिपली रिसर्च गर्ने क्रममा चाहिँ पहिला चाहिँ 99% हाम्रो आफ्नै कार्मा रङको भाषा छ रहेछ। अनि पछि अब अहिले 21औं शताब्दीमा पुग्दा चाहिँ धेरै भाषाहरू हिमालयन टिबेटन भाषाहरूमा मिल्नु गयो। कुनै चाहिँ हाम्रो यता सिन्जाको खस भाषाहरूसँग पनि मिल्नु गएछ। अहिले त बिचमा इङ्ग्लिस पनि मिल्नु गइरहेको छ। अर्को एउटा चाहिँ अनि यो प्रत्येक दिनमा प्रयोगमा आउने भाषाहरू चाहिँ अनि धेरैसँग मिल्नु गइरहेको छ। तर अब यस्तो लुकेर रहेको चिजहरू चाहिँ त्यो कसैको भाषासँग प्रयोग नआएको, त्यो मानौ यो रेजे भन्ने जस्तैहरू हुन्छ। एभ्रीबडी, यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो अनि कमेन्ट गर्न नबिर्सनु होला। अनि अर्ग्यानिक चिजहरूलाई चाहिँ शेयर गर्नु पनि नबिर्सनु होला। थ्याङ्क यू भेरी मच।